हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम सन्चै आरामै छु। तर हल्का मलाई चाहिँ रुगाको किल्ला जस्तो भयो, बोली पनि चेन्ज भएको जस्तो थाहा होला हजुरहरूलाई। छैन भने मैले भनिदिइसकेँ होइन। अब आजको भ्लग चाहिँ यस कारणको हुनेछ भन्दाखेरि आज चाहिँ म ड्राइभिङ क्लास जाँदैछु। ट्रायल कसरी कटाउने बाइकको भनेर सिक्नको लागि। उकालो ओह्रालोमा रोक्नु पर्दो रहेछ नि त, त्यो पनि रोक्न सिक्दैछु। अनि आज चाहिँ खाजासाजा खाएर बसेको, दिउँसोको 2-2:30 भयो। अहिले चाहिँ यस्तो गर्मी छ चितवनमा भन्ने कुरै छोडिदिनुहोस्। आज 38 डिग्री सेल्सियस छ गर्मी पनि। तपाईँहरूलाई थाहा नै होला। मेरो घरबाट बाहिर चाहिँ यस्तो देखिन्छ। यो चाहिँ मेरो घर हो। यो चाहिँ धुपीको रुख भयो, राम्रो छ होइन। त्यो चाहिँ गमलाहरूमा फुलहरू देख्न सक्नुहुन्छ। अब आजको ब्लग स्टार्ट गरौँ है त। स्टे ट्युन फर द भिडियोज। अब एकछिनमा 4 बजेतिर चाहिँ म ड्राइभिङ क्लास जाँदैछु। उतै गएर भेटौँला है त सबैजनालाई। स्टे ट्युन फर द भिडियोज। अनि अहिले वहीँ गएर भेट्दैछु है त म हजुरहरूलाई। धेरै घुमेको घुमे नगर्नु है, चक्कर लाग्छ। एकछिन घुमेर बाहिर निक्लेर फेरि आएर फेरि भित्र गएर घुमाउनु है। रेगुलर घुमाएको घुमै नगर्नु। टाउको रिङ्गाउँछ। हिँड्दा चाहिँ रेस्ट नलिकन बिस्तारै हिँड्नु। ल यही प्र्याक्टिस गर्नु है त। आज यही प्र्याक्टिस गर्नु है। en línea.
म चाहिँ क्यान्सर आइपुगिसकेको छु गाइज। आज चाहिँ अब ड्राइभिङ सेन्टर गएर हेड बनाएर म फेरि क्यान्सरको यसो मन्दिर आरती जाम भनेर घुम्न गइरहेको छु। यता मेरो साथमा मम्मी पनि हुनुहुन्छ। यो चाहिँ क्यान्सरको भ्यू भयो गाइज। अस्ति नै पनि म आएको थिएँ के अरे, आज पनि यसो मन्दिरमा गएर दर्शन गरिदिउँ न त। क्यान्सरमा मन्दिर रहेछ, त्यही मन्दिर घुम्न आएको। एकदम राम्रो राम्रो गार्डनिङ छ होइन। यो पेन्टिङहरू क्या राम्रो लाग्यो मलाई। कटर पनि फल्न स्टार्ट भइसकेछ जस्तो छ गाई। अब तपाईँहरूलाई म वहीँ गएर भेट्छु। मन्दिर पुग्न 10-15 मिनट 10 मिनट पुगिन्छ होला होपफुल्ली। त्यहाँ गएर सबैजनालाई भेटौँला है त भ्लगमा। यस्तो छ भ्यू होइन गाइज, घाँसै पालेर हिँड्छन्। राम्रो छ भ्यू। म चाहिँ मन्दिर आइसकेको छु गाइज, तपाईँहरूले देख्न सक्नुहुन्छ मन्दिर। मम्मी पनि अगाडि अगाडि हुनुहुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ मन्दिर आइसकेको छु गाइज। यो चाहिँ हनुमानको मन्दिर रहेछ। दुर्गाको रहेछ। गणेशको रहेछ, शिव पार्वतीको रहेछ। मन्दिर चाहिँ एकदम राम्रो छ। मम्मी त्यहाँ बस्नु भएको छ। यहाँ चाहिँ फोटोहरू टालेको रहेछ। एकदम राम्रो भ्यू छ है। यहाँ चाहिँ डम्बर रहेछ। यस्तै छ गाइज, मन्दिर एकदम राम्रो रहेछ, ठुलो नि रहेछ। म हजुरहरूलाई बाहिरको भ्यू देखाउँछु है त। घन्टी बजाइदिउँ। यहाँ चाहिँ मन्दिरमा हेर्नु त बाजेहरूले यसरी प्रे गर्नु भइरहेको छ। यहाँ चाहिँ मेरो भ्लगमा उहाँहरूलाई पनि स्वागत छ। यसरी ढोग्नु भएको छ मन्दिरमा।
आरती कतिखेर हुन्छ? आरती कतिखेर हुन्छ? हजुर हुँदैन? बाहिर सोध्नुपर्छ अरे, बाहिर सोध्नुपर्छ अरे। यहाँ चाहिँ घुम्ने ठाउँ रहेछ गाइस, यस्तो गुफा जस्तो। यहाँ घुम्ने ठाउँमा म घुमिरहेको छु। यहाँबाट चाहिँ राम्रो भ्यू देखिँदो रहेछ गाइस। टक्क लाएर घुम्ने ठाउँ रहेछ। माथि चाहिँ फ्यानहरू छ। आरती भएको रहन्छ, एकछिनमा आरती हुन्छ। तपाईहरुलाई म देखाउँछु आरती कस्तो हुन्छ। यता चाहिँ कस्तो रहेछ भन्दाखेरि यता चाहिँ छुट्टै यस्तो रहेछ। आन्टी आरती कतिखेर हुन्छ? 7 बजे। 7 बजीतिर हुन्छ अरे गाइज हैन आरती चाहिँ। एकछिनमा अब हजुरहरूलाई 7 बजेपछि आरती कसरी हुन्छ म देखाउँछु। स्टे ट्युन फर द भिडियो। यहाँ चाहिँ डमरू रहेछ गाइज, म चाहिँ डमरू बजाउन लाग्छ। डमरू यस्तो खालको डमरू रहेछ। डमरू बजाउन है, यस्तो खालको डमरू रहेछ। अब सबैलाई आजको भिडियो मन पर्छ होला। प्लिज डु नट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब है गाइज। यति काम चाहिँ गरिदिनु पर्यो सबैले। अनि आजको आरती भइसकेपछि म हजुरहरूलाई देखाउँछु। स्टे ट्युन फर द भिडियो चाहिँ त गाइज। यहाँको भ्यू चाहिँ यस्तो छ गाइज, म देखाउँछु। यो चाहिँ मन्दिर हो। यहाँ बाहिरको गार्डनहरू पनि क्या अति राम्रो छ। चाहिँ मन्दिर भयो। गाइस म चाहिँ डमरू बजाउँदैछु।
गाइजहरू देख्न सक्नुहुन्छ आरती चाहिँ भइसकेको छ। तपाईँहरूलाई मैले आरती कसरी भयो देखाइसकेको छु। अब आरतीको बत्ती ताप्न पर्यो। हरि ओम प्रसन्न फोटो की वीडियो तपाईँहरूले देखिन सक्नुहुन्छ हामी चाहिँ राउन्ड लगाइरहेको छौँ मन्दिरमा। यो गाइस हामी चाहिँ राउन्ड गरिरहेको छौँ। राउन्ड लागेको छ होइन मन्दिरमा। हेलो गाइज, म चाहिँ फाइनली घर आइपुगेको छु। आजको लागि भ्लग यति नै इन गर्छु। होप सबैलाई मेरो भ्लग राम्रो लाग्यो होला। यदि सबैलाई राम्रो लागेको छ भने प्लिज डु लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। हिट द बेल आइकन नाउ। भोलि अर्को भ्लगको साथ उपस्थित हुनेछु हजुरहरूको अगाडि। आजको लागि यति नै। हस्त जय नेपाल।